हेलो गाइस, नमस्ते, वेलकम टु माई न्यू डे न्यू ब्लग। आई होप हजुरहरू सबै सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। अनि आज चाहिँ मैले हजुरहरूलाई हाम्रो गाउँ घुमाउने भनेर चाहिँ आज यो भ्लग गराउन आएको छु। हाम्रो गाउँ कस्तो छ के हो भनेर हजुरहरूलाई देखाउँछु। हाम्रो गाउँको खेतहरू, हाम्रो गाउँको घरहरू अनि हाम्रो जङ्गलहरू सबै देखाउँछु, हेर्नु होला। आज चाहिँ सुपर बाबासँग सुनाथुङ्की गाहा बाबाको स्कुल, त्यही भएर सुपर नपएपछि फेरि मलाई झ्याउ हुन्छ कि कस्तो हुन्छ, बोर हुन्छु म। त्यसले जतिखेर नि के भन्छ अरे सुपर हुँदा फेरि के भन्छ अरे कति झ्याउ गराउँछ, कति रिस उठ्छ सुपरसँग, अनि फेरि नहुँदाखेरि कति सुनो भइहाल्छ। त्यही भएर मैले जतिखेर नि त्यसलाई सम्झेको गर्नुभन्दा बरु भ्लग नै गराउँछु भनेर भ्लग गराउन आएको। त्यही हो। अब म चाहिँ हाम्रो स्कुल के अरे हाम्रो गाउँ देखाउँछु ल। यो चाहिँ हाम्रो गाउँको पछाडिपट्टि है, देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो घरको पछाडि हो, घर पछाडि हो। पहिला यो धारामा हामीले नुहाउँथ्यो सानो हुँदा, कति रमाइलो हुन्थ्यो नि। अनि यहाँ कुलामा यो सानो छ नि, यो कुलामा पनि पौडिन्थ्यो हामी। अनि उता तल त्यो कुलामा फेरि बाला लिएर गएर बासँग गएर पौडिन्थ्यो, कति रमाइलो हुन्थ्यो। यता चाहिँ कहिलेकाहीँ बाख्रा चराइन्थ्यो। यही हो, यस्तो छ हेर्नुहोस्। यो चाहिँ हाम्रो घर, यता रिदमहरूको घर देख्न सक्नुहुन्छ। यता त्यो यही मोबाइलबाट हाल्नु मिल्छ कस्तो र। उता पनि सकेर मलाई जानै झ्याउ लाग्छ भन्दा नि देख्न सक्नुहुन्छ हाम्रो खेतहरू। यता त देखिँदैन त किन। अब चाहिँ हामी काफल खान्छौँ। काफल चाहिँ हाम्रो गाउँतिर धेरै छ, जता गए नि खान पाइन्छ काफल चाहिँ। यहाँ चाहिँ धेर जसो जुडुवा हुन्छ, त्यही पनि मैले त गुम खाइदिन्छु, केही हुन्न। उहाँको अस्ति कति धेरै खाइदिएको है। देख्न सक्नुहुन्छ उताबाट। अझ हाम्रो झन् उता पनि देखिन्न। यो उसले छेकिदियो के हाम्रो घर फेरि। उतासम्म देखियो है, त्यो टाढा के यता हो, त्यो पनि हो। यता हाम्रो ठुकुरी आमाहरूको घर। राम्रो छ यो ठाउँ। डाँडाहरू बिचमा घेरिया, डाँडाहरूको बिचमा छ यो चाहिँ। उता मास्तिर चाहिँ नहर छ, नहर के हो मलाई थाहा छैन कि। गाइस त्यही हो, देख्नुभयो सबै कुरा। ए हो, यत्रो दिनसम्म मैले हाम्रो गाउँ देखाउँछु के भनेको थिएँ नि, त्यो चाहिँ देखाएँ। अर्को ठुलो कुरा त भन्नै बिर्सेँ कि मैले फेरि। यो चाहिँ हाम्रो सुनारवासीहरूको यो चाहिँ सुनाथुङ्की त होइन, यो सुनारबेसी हो। खोइ के हो सुनारको गाउँ हो के। यहाँ सबै सुनार मात्र बस्छ, त्यही भएर
हामी चाहिँ यो हाम्रो सुनारहरूको ठाउँ है यो चाहिँ। हाम्रो सुनारको मूल पेसा चाहिँ यहाँ गर्दैन, सुन पसल यहाँ गर्दैन सुनारको, सुन पसल उता अलिक धेरै मान्छे भएको ठाउँमा, अलिक बजार जस्तो भएको ठाउँमा गर्छ क्या। फेरि यता गर्दैन, यता फेरि को धेरै मान्छे आउँछ र न है, त्यही हो। अनि एउटा कुरा भनौँ अझ अर्को होइन क्या, मैले जे भने नि हजुरहरूले नराम्रो नमानिदिनु होला है। यो गाउँको छोरी हो म, एक्लै भन्दा नि अञ्जली पनि हुनुहुन्थ्यो, तर अहिले उता कता पढ्न जानुभएको। अनि यहाँ गाउँको त सिङ्गो छोरी भनेको म मात्र हो नि त, सबै भाइहरू मात्र छ। भाइहरूको एकलौटी दिदी भने मै हो, त्यही भएर भनेको मैले चाहिँ गाउँको नै छोरी हो म, गाउँभरिको। त्यही भएर म एकदम खुसी पनि छु। म चाहिँ काफल खान आइसकेको छु। ए हात काट्यो, दिएको त यता काटी भ्याएको थियो, यता नि काट्यो त। खान्न यो त अलि राम्रो जग्गा, त्यही हो। म अब हजुरहरूले त्यो केही नमानिदिनु होला है, त्यो नराम्रो कमेन्ट नगरिदिनु होला, त्यत्तिकै नराम्रो नसोचिदिनु होला मलाई, त्यही भन्छु ल। अहिले चाहिँ म अब घर जान्छु ल। म चाहिँ हाम्रो घर आइसकेको छु। म के गरौँ त अहिले, अब चाहिँ अब म हुन्छ, आमाले गाली गर्नुभएको कि मलाई। अनि म चाहिँ अब कहाँ आफू हजुरहरूलाई थाहा छ होला नि अन्त। म अब कहाँ आउँछु भन्दा हाई टारे, टाराले फेरि घाँस दिने बेलामा मात्र रुचाउँछ नि, नाइबा रुचाउँदैन टारे तँलाई। यता हाम्रो राम छ, अनि ओहो मेरो राधा रानी कति राम्रो देखेको होला नि। यता हेरे नै, ए राधे यहाँ हेर भनेको हेर न। बुढु चाहिँ यसरी बसिछन् हाम्रा बुढु। ओइ कोने कोने यहाँ फेरि उस छ है, के भन्छ अरे, के भन्छ, खतरा छ के खतरा। अनि उता चाहिँ हाम्रो काली भैँसी छ हो कि के हो भन्छ है, मलाई थाहा भएन ल। कालु, यहाँ चाहिँ हाम्रो लिची यसरी फल्न लाहा। मान्छेले देख्न त देख्न नि, आँप, कटहर, केरा, नास्पति सबै छ यार हाम्रो घरमा त। म चाहिँ यहाँ त्यत्तिकै घुमिरहेको छु, के गर्नु, यस्तै हो म त है। यहाँ चाहिँ हाम्रो जङ्गल, कौन है ये, कमेन्ट किया है, वाउ हाम्रो जङ्गल। अब यो के, यो पात झर्ने बेलामा कस्तो हुन्छ नि, यो जङ्गलै अब कस्तो सेतै हुन्छ नि, त्यो पात जति झरेर कस्तो हुन्छ यार। तर यो राम्रो देखियो यार, राम्रो भन्दा नि ठिक्कको देखियो क्या। मैले त यस्तो पनि राम्रो लाउँछ,
अनि फेरि हरियो भएको झन् अझै राम्रो लाग्छ। अनि यो पातहरू खसेर अनि फेरि बाटोमा हिँड्छ नि त्यतिखेर पातहरू बजाउँदै हिँड्न कति मजा आउँछ यार। वाउ 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 वाउ। भाइजान कहाँ पुग्यो होला? म चाहिँ अहिले यसरी बसेछु। एउटा कुरा त भन्नै बिर्स्या, भने कि नै होला, त्यही पनि भन्छु अब चाहिँ म हजुरहरूलाई। के भन्छ अरे आज सुपर गाहा सुनाएको थियौँ कि भोलि चाहिँ म जाने हो। हजुरहरूले हेर्न नभुल्नु होला भोलिको भ्लग। मेरो बाबा बस्ने ठाउँ अनि सुनाथुम्की अनि के छ त्यो सुनाथुम्कीको विशेषता पनि हजुरहरूलाई भन्छु। अनि हजुरहरू हेर्न नभुल्नु होला त्यो भोलिको भ्लग। त्यही भन्छु। अनि भोलि चाहिँ म एकदम रमाइलो गर्छु भन्दा नि सुपर हुन्न अनि एक्लै त झ्या हुन्छ, त्यही पनि भ्लग गराउँदै हिँड्छु म, लाज लागेन भने क्या अरे। त्यही हो। अनि अब चाहिँ म के गरौँ त। अस्तिदेखि मैले स्कुलमा हो यस्तै बोल्दै गीत आउँदै गर्दै हिँडेर नि कस्तो छ्या। अचेल त मलाई स्कुल जानु कस्तो हुन्छ। यो कुरा नरौँ, इक्जाम पनि भ्याइयो। हजुरहरूलाई मैले भन्नै बिर्सेको, हाम्रो इक्जाम भ्याइयो, फाइनल इक्जाम भ्याइयो के। अब हामी त रमाइलो बस्ने हो। मलाई कता दाइले बोलाउनु भए, अनि फेरि दिदीहरू दुईवटा दिदीहरूले बोलाए, अनि फेरि अनि मामा घर जाने अरे, अनि फेरि आमासँग उता उसमा काउसरी जाने अरे। मामा घर भन्यो कि नै अरे। अनि बाबासँग जाने हो। अहिले त म एकदम घुम्न पाउँछु भने हो के अरे। अब म जान त पाउँदिनँ होला दिदीहरूको घर, एक्लै आमा जानुहुन्न होला, आमा हिँडेको गर्न त सक्नुहुन्न। त्यही भएर म चाहिँ कहाँ मामा घर जान त पाम्ला। अनि बाबाको स्कुल त्यही हो, हो त जान पाउँदिनँ होला म। दिदीको अस्ति नै बाटो हो बोलाएको, पछि आउँछु भन्दै बसेको। क्या कर त्यही हो। अनि अरू त के भनौँ, अब सबै कुरा सकिसक्यो मेरो त कुरा नै। अरू ठाउँमा नगए नि मामा घर त जाने हो। अस्ति नै के भन्छ अरे बहिनीको गुन्यो चोरीमा पनि म नगएको, त्यो स्कुल छ भनेर जानु नपाएको म। त्यही भएर मामा घर त जाने नै हो। अस्ति नै भुलपुर सिजाले के भन्छ अरे फोटो पठाइदिन्छ गुन्यो चोरीको, पर्दैन जान, इक्जाम आउन लागिसक्यो भनेर भन्नुभएको थियो। त्यही भएर जान पाएन बहिनीको गुन्यो चोरीमा पनि। अब उसमा केमा अरे यही बिदामा तितो हुन्छ हे यार। अनि के भन्छ अरे यही बिदामा जाने भनेर राख्नुभएको थियो के अरे बाबा मम्माले पनि। त्यही भएर अब त योचोटि त जाने नै हो म मामा घर, जाने हो बहिनीसँग। अनि सुपरको अस्तिको जस्तो मेकअप गराएर भ्लग गराउने भन्दा नि अर्कै आउला अहिले त। छ्या तितो हुन्छ भन्दै खाँदै गर्छ यार सम्झिनु पनि। छ्या गाइस हेर्नु हाम्रो उस के भन्छ अरे के भन्छ त्यो आँगन लिप्या हरियो हरियो भात छ, हरियो गोबरले लिपेको लक्ष्मी पूजा गरेको भन्छ। यो कुँडो पकाउने रहेछ के भन्छ अरे मैले के भन्छ अरे भनौँ नि मैले के बुनुलाई त्यो हाम्रो त कुँडो पकाउँदैन बिहान के हालिदिने हो भनेर भनेको थिएँ। होइन छ कुँडो पकाउनु रहेछ क्या, मैले थाहा पाएको थिएन भन्दा नि बिर्सेको कुँडो पकाउनु रहेछ कि देखेँ। आया यो त खुट्टा गल्यो। त्यही हो ल, अब म आजको भ्लग यो
हाम्रो गाउँलाई देखाउने भ्लग म यहीँ गर्छु ल गाइस। ल टाटा बाई, फेरि भेटौँला भोलिको भ्लगमा। ल गाइस बाई, टाटा।